यो महिनाको तलब ल्याऊ। यहाँ नगर्नु, रुममा गएर हेर अनि भोलि बिहान काममा फर्क। हुन्छ सर। मैले आज त्यो कामदारको खाममा $10,000 बढी राखिदिएको छु। यदि उसले यो फिर्ता गर्न आयो भने म उसलाई यो कम्पनीको पार्टनर बनाउने छु। तपाईलाई साँच्चै लाग्छ एउटा गरिब परदेशीले $10,000 फिर्ता गर्छ? यो शहरमा कोही पनि त्यति इमानदार छैनन्। तपाई मूर्ख बन्दै हुनुहुन्छ। बुढो मान्छेले एउटा सामान्य इमानदारीको जाँच गर्न $10,000 फाल्न सक्छ, तर मैले खर्च गर्न खोज्दा चाहिँ हात काम छ। हेर्दै जाऊ, एक दिन यो सबै मेरो हुनेछ। लौ, मालिकले गल्तीले $10,000 बढी दिनु भएछ। पैसाको साह्रै गाह्रो छ। भगवानलाई थाहा छ मलाई कति चाहिन्छ, तर म अर्काको चिज राख्न सक्दिन। यो पैसा, यसले मेरा धेरै समस्याहरू मेटाउन सक्छ, तर अर्काको चिज राख्दा मेरो मनमा यस्तो बोझ हुनेछ कि पैसाले कहिल्यै हटाउन सक्ने छैन। म्याम, मालिकले गल्तीले $10,000 बढी दिनु भएछ। म यो फिर्ता गर्न आएको। मलाई देऊ, म उनलाई दिउँला। त्यो बिचरा आँप साँच्चै फर्किएर पैसा फिर्ता गर्न आयो? म त पत्याउनै सक्दिन। जे होस्, अब यो पैसा मेरो भयो। डल्ली, हिजो राति त्यो कामदार पैसा फिर्ता गर्न आएको थियो? छैन, कोही पनि आएन। मैले भनेको थिएँ नि, आजकल कोही पनि इमानदार छैनन्। आँप, मैले तिमीलाई विश्वास गरेको थिएँ, तर तिमीले $10,000 चोरेर बस्यौ। म हिजो राति हजुरकै घर आएको थिएँ। मैले त्यो पैसाको खाम हजुरको बुढी डल्लीलाई बुझाएको हुँ। यदि तिमी झुट बोल्दैछौ भने तिमी जेलमा सड्ने छौ। म तिमीलाई वचन दिन्छु। सर, म एकदम साँचो कुरा भन्दैछु। हजुरको सीसीटीभी फुटेज हेर्नुस्, सबै थाहा हुन्छ। यदि अगाडि के हुन्छ हेर्न चाहनुहुन्छ भने कमेन्टमा पार्ट 2 लेख्नुहोस्।